हेलो गाइस, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा तपाईहरुलाई। र यहाँ हामी चाहिँ यो बिपलाडी जाने बाटोमा आएको थियौँ मजालाई, त्यही भएर भिडियो गरिरहेको छु। यतातिर हेर्नुहोस् जङ्गल कस्तो मात्रामा छ। यो साइड इलाम जाने, यो साइड बिपलाडी जाने तपाईहरुलाई दुईतिर छ यो साइड। हेर्नुहोस् कस्तो छ त। अनि यो भिडियोमा चट्टा हेर्नुहोस्, म र मेरो वाइफ चाहिँ घुम्न गएको, म र मेरो बुढी चाहिँ हेलो भन्दियो। हेलो गाइसहरु, म चाहिँ घुम्न गएको यहाँनिर। त्यही भएर यो यस्तो राम्रो जंगल छ, बाटो चाहिँ दामी रहेछ नि। बाटो जंगलले दामी भएको छ भ्यू चाहिँ के यस्तो राम्रो छ, यस्तो राम्रो छ। अनि म चाहिँ यहाँनिर छु, शीतल नि कस्तो शीतल भयो छ शीतल। र हामी चाहिँ जाँदैछौँ त अगाडि 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 जाँदैछ, अगाडि सिधा गर त जङ्गल अनि बाटोमा गाडी आइरहेछ। त यो बिपलाडी जाने बाटो चुरे घाटी चाहिँ यहाँ रहेछ। चुरे घाटीमा ट्याक्कै एलपी आइपुग्यो। जानुपर्छ बिपलाडीलाई चाहिँ साइडमा यो जङ्गल भयो। र यहाँ पर चाहिँ बजार छ परसम्म जाने छैन। हामी परसम्म चाहिँ यसो हेर्नुलाई आएको, घुम्न आएको भएर। र माथि चाहिँ गुम्बा रहेछ, यहाँ बिपलाडे गुम्बा हो कि के हो, यहाँ माथि रहेछ। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले। यो त बिपलाकै हैन नि, होइन रहेछ चुरे घाटी हो नि त। चुरे घाटी बजार चाहिँ रहेछ यो बिपलाडे बजार। पर चाहिँ बिपलाकै हो नि त। ऊ पर त्यो गुम्बादेखि परतिर छ बजार चाहिँ। चुरे घाटी बजार यहीँ हो, यहाँ हो। र यहाँ चाहिँ बस्ने चौतारी पनि रहेछ पोलको छेउमा। यता हुन्छ नि घुम्ने ठाउँ रहेछ नि त है, घुम्ने ठाउँ रहेछ नि त यता हुन्छ नि। यो चाहिँ कहाँ जाने बाटो, यो कहाँ जाने बाटो हेर न, घुम्ने ठाउँ छ क्या पुरै। ओह्रालो जाने बाटो छ ऊ यहाँ हेर न। ऊ देवी होला, देवी डाँडा भन्दै थियो अघि पर लेखिरहेको थियो, देवी डाँडा जाने। यो देवी डाँडा हो के? ऊ यहाँ के लेखेको छ यहाँनिर? यो त अस्थायी प्रहरी चौकी। यता नजिक हो त दोकान गइरौ, दोकानमा चाहिँ के खत्नु, दोकान जाने भन्दैछ उसले, त्यही भएर दोकानतिर जाँदैछौँ हामी। दोकान जाँदैछौँ, दोकान। यता चाहिँ बस्तीहरू छ, यो तल भिरै भिर छ, यस्तरी भिर छ है। चिसो हेर कडा चिसो। ल हाई गर। हेलो हाई, म चाहिँ यहाँ छु। मेरो नाम थाहै छ सबैजनालाई, प्रायःलाई चिन्नु भएको छैन भने सब्सक्राइब गर्नुलाई च्यानल छ रोमन ट्राई। बुई कस्तो भिड रहेछ कि यहाँ त, यो त ठुलो भिड रहेछ नि। कस्तो भिड। हामी चाहिँ यहाँनिर घुम्न आएको, अल्छी लागेर। र यता चाहिँ